म आज तिमीलाई मेरो वास्तविकता भन्दैछु। सायद तिमी समक्ष मेरो यो आवाज पुग्छ भने एकपल्ट अन्तिमसम्म राम्रोसँग सुनिदेऊ प्रिय। तिमीले मलाई हजारौं दोषहरू थप्यौ, हजारौं दोषहरू लगायौ र हजारौं कुराहरू काट्यौ, तर तिम्रो लागि सत्य होला, तर मेरो लागि त्यो कदापि सत्य होइन। किनकि सबै आँखाले देखेका कुराहरू र यो कानले सुनेका कुराहरू सत्य हुँदैनन्। सत्यता वास्तविकता थाहा पाउनको लागि त प्रत्येक घटनाहरूको, प्रत्येक समस्याहरूको गहिराईसम्म जानुपर्छ। तिमीले त मलाई गहिराई त के मेरो कुरा सुन्दै नसुनिकन मदेखि टाढा हुने निर्णय गर्यौ। आज तिम्रो म छुटेको पनि 5 साल भइसक्यो। तिमीले त अर्कै संसार बसायौ, अरूसँग हाँसी खेसी बस्यौ, हाँसिरहेछौ, बोलिरहेछौ, नाचिरहेछौ, अनि फेसबुक र टिकटकमा आफ्ना ती मायाका जोडीहरू र रमाइला पलहरू अपलोड गरिरहेछौ। म पनि एकान्तमा बसेर, सुनसानमा बसेर हेरिरहेछु। कता कता खुसी लाग्छ तिम्रो दाम्पत्य जीवन, तिम्रो नयाँ जिन्दगी देखेर। तर आफैलाई दुःख पनि लाग्छ तिमीलाई मैले मेरो वास्तविकता भन्न नसक्दा, अनि त्यो भुल थिएन, त्यो गल्ती थिएन, त्यो साँचो प्रेम थियो भनेर तिमीलाई प्रमाणित गर्न नसक्दा। दोष मलाई मात्र दियौ तिमीले र तिमी निर्दोष साबित हुन खोज्यौ। वास्तवमा कुरा त्यस्तो थिएन माया। केही कदम तिमीले चालेको थियौ अनि केही कदमहरू मैले चालेका थिए। ती दुईटै कदमहरू सँगसँगै दौडिरहेका थियौँ, सँगसँगै दौडिरहेका थियौँ। तर नदीको किनार जस्तै एउटा किनारमा तिम्रो पाइला थियो र अर्को किनारमा मेरो पाइला थियो। बस साथीभाइको कुरा सुन्यौ र आफन्तहरूको कुराहरूले तिम्रो कान बुझ्छ बनायौ र मेरो तिमीले शब्दहरू सुन्न चाहेनौ र मैले जति सम्झाउँदा पनि तिमीलाई सम्झाउनै सकिन। र आज तिमी अर्कै दुनियाँमा पुग्यौ, म त्यही पहिलाको दुनियाँमा रमिरहेछु। जब तिम्रो सहारा थियो यो संसारै मलाई खुसी लाग्थ्यो। जस्तै सुकै पीडाहरू, दुःखहरू पनि म तिम्रो एक मुस्कानले सबै भुलाइदिन्थे। तिम्रो एक हँसाइले म सारा मेरा दुःखहरू भुलिदिन्थे। तर आज साना साना कुराहरूलाई पनि मलाई धेरै थिचिरहेको आभास हुन्छ, अनि कसैका ती राम्रा कुराहरू अथवा नराम्रा कुराहरूले पनि यो मनभित्र शङ्का उपशङ्का उब्जिरहेको हुन्छ। यो सबै तिम्रो कारणले गर्दा हो। ठिकै छ त तिमीलाई म कसरी भन्यो, तिमीलाई मैले सम्झाउन सकिन, या तिमीले मलाई मेरो बुझाइलाई बुझ्नै सकेनौ, या तिमी किन मदेखि टाढा हुँदै हुँदै आज नयाँ जिन्दगी सुरुवात गरेको छौ। ठिकै छ त मैले भन्नै पर्छ, किनकि म त्यो मूर्ख प्रेमी होइन जुन तिम्रो इज्जतमाथि दाग लगाउन चाहन्न। र तिमीले मलाई हिजो मन पराएका दिनहरूमा, हिजो मन पराएका क्षणहरूको रोमान्सहरू यो दुनियाँका सामुने तिमीलाई खोल्न सक्दिन, किनकि तिमीलाई त मैले पूजेको लक्ष्मी हो, पूजेको देवता हो, र देवताको अपमान म कहिले गर्न सक्दिन। तिमीलाई जति समय पाए मेरो लागि त्यो समय नै मेरो लागि मूल्यवान भएको छ। तिमीसँग मैले जति बिताए ती नै मेरा खुसीका क्षणहरू भएको छ।